खोल्नु पर्ने छ आछु यो चस्मा जस्तो लाग्छ चेस गरौँ ल मोटकीले नलाउनु यो सुहाउनु ओ चिसो भयो क्या के नसुहाउनु यतिकै ह्यान्डसम यो चेन्जेबल हो त चेस गरौँ क्या पहिला चेन्जेबल मैले ल्याइदियो कस्तो कुन खै त्यही पनि एलिना त कन्सर्टमा जाँदाखेरि एउटा साथीले त्यसको यो बियरको रबर सब उडाइदिएको हो त्यो महँगो चाहिँ कतिको महँगो 1000 रुपियाँ जस्तो लाग्यो लाने चस्मा मसँग राम्रो छ त मैले अस्ति बिहान किने खाऊ न ब्लू रेकर्ड खाना सम्झे यार खै चाउचाउ पनि खाऊ क्या अब ताजा खै कता राखेछ तर तितो भयो यार यो बेरसँग साँच्ची त्यो त यसमा त छैन यहाँ छ सिद्धियो। कहाँ सिक्नु 4 वटा यसको पेट पनि छ क्या तपाईँले सुहाउने खाले जो मिठो हुँदो रहेछ फेरि है सम्झे रारा मिठो हुन्छ यो रम्बा चाहिँ एक ला कपडा बिग्रियो नि मेरो पाले झ्याप भइसक्यो म त साँच्ची माथिको हिँड्दै खाएकोले चाहिँ केही भन होइन तर दुईटा खुकुरा ल्याएपछि सबैजना झ्याप हुन्छ माथि बसेकोले चाहिँ झ्यापै भयो राम्रो हुँदैन अहिले उसा आयो क्या दाइ बढी मलाई मन पर्दैन फेरि खुकुरा मन पर्दैन क्या मलाई म चाहिँ प्रायः जहिले खुकुरामा हाल्ने यस्तो कस्तो लाग्छ त भोलि हाल्ने मलाई चाहिँ बल लाग्छ तर सिग्नेचर कति सुहाउँदो छ यो पनि राम्रो महँगो यो त सानो भयो नि तपाईँलाई खोइ त हेर्नु त मैले ल्याइदियो यो सानो यो पनि सानो हुन्छ कहाँ यो त यो त बच्चाको जस्तो रहेछ यो सानो खाले हो क्या यो त बच्चाको चस्मा जस्तो हेर्दै अनि मलाई चाहिँ ठिक हुन्छ नि फेरि म त चुज गर्न आउँदैन कि चस्मा सानो अनुहार छ चिटिक हुँदैन बच्चाको चस्मा रहेछ यो त मेरोमा होइन चौच के कार्टुन देखाएको छ भन्नु त ठिक छ मलाई यतिकै ठिक यो चस्माको फ्रेम सानो भयो क्या सुप त फाल्यो यहाँ छ विश्वास लाग्दैन फोटो खिच्दिउँ खै मोबाइल अन गर्नु त म लाउँछु खोर्सानी अन गर्नु म फोटो खिचिदिन्छु ल भिडियो छ के छ त्यहाँ यो फोटो ट्याक्क लाएर पोस्ट गर्नु हो कि म हालिहाल्छु नि तर जे हो नि आइफोन भनेको आइफोन हो क्या जस्तो म पनि देख्छ पानी खाए जस्तो छ ल सेल्फी पहिला मैले चलाएको फोन हो क्या यस्तो सेल्फी हान्नु घाँटी बजाउँदै छ अब अर्को फोन किन्छु सही छ नि यार बुढा अलिक सानो मात्र ओ सम्झे घाँडो काटे ओ भन सम्झे झिक्नु न यार बिहार गएको ल देखेन है ल ल ल हेर कुनै अलिकति उता जान्छु फोन होइन बाइक किन्छु रेन्डर 225 किन्नु क्या बुढा 225 किन्नु क्या किन्नु क्या म त केटिएममै हो ए भाइ अब त बुढाको उस जान्छ पुर्खा जान्छ होइन मेरै पुर्खा गए पनि मतलब छैन रोनिङ किन रो त्यो के रे सुन्नु न होइन त्यसको आवाजै राम्रो छैन मेरो एक लट त केटिएममै चढ्ने हो आफ्नो इच्छा त पुरा गर्नुपर्छ आफ्नो इच्छा हो मेरो चाहिँ जहिले 220 तीनटा भयो तीनटा सिरिज र म त चित्तै नबुझेर त्यो यस्तो हो मलाई चाहिँ त्यही नै मन पर्छ क्या म चाहिँ हार्ड म त अघि तपाईँ रहेछ है पिलिक पिलिक म धेरै मिल्ने हो नि म भन्दा नि मैले किन्ने भनेको चाहिँ अहिले चाहिँ अब चाहिँ 200 हो एक लट चाहिँ 200 कि 400 सीसी कि 200 सीसी मोबाइलमा 1+ तीनटा भयो अनि बाइकमा 220 तीनटा भयो क्या म चाहिँ बेस्ट लाग्छ मेरो प्लान चाहिँ रोनिन हो सुहाउने भनेको चाहिँ अलि अग्लो बाइक हो क्या क्रस फायर समाउँदैन क्रस फायर त बडी रोनिन किन बढ म त 200 हो एक्स प्लस पनि मैले चलाएँ खासै कम्फर्टेबल मोबी वाला त त्यो बेचेपछि चाहिँ एक्स प्लस भन्नु गाडी किन्छु एक्सप्रेस त्यो राम्रो छ नि मलाई बेस चढ्न मन लाग्यो भनेको गाडी सिकेर गाडी किन्ने प्लानिङ गरेर चाहिँ म काठमाडौँ साँच्चै बसेको भए चाहिँ कुन चाहिँ म प्रदीपको सट्टा काठमाडौँ भए यो बेचेर फेसको चाहिँ मलाई बाइकै मन पुरा पर्छ झ्याप्प ठुलो क्या पुरा भाइजर ठुलो भएको क्या
काम छैन मलाई त लुक्स हैन चलाउन क्या आर्मी टाइपको के पुरा लुक्स पुरा बुक्क दिन्छ नि मलाई चाहिँ त्यही भएर त मान्छे भगवानले छुटो छुटो दिमाग छुटो सोच दिएको त बुढा यहाँ मध्ये कसैलाई पनि एउटै बाइक मन पर्छ एउटै मन पर्छ कोलाई मन पर्छ सबैलाई कहाँ मन पर्छ लु भन्नु एउटा बाइक लु तपाईलाई सबै केटी त मन ल पर्छ मानौ न केटी त राम्रो त्यही भएर मेरो ल ल एकछिन मेरो 100 यताको ल सबैको भन्नु तपाईको फेभरेट बाइक कुन मेरो त 220 नै हो 220 तपाईको रोनिन रोनिन 225 तपाईको 225 मेरो त केटीएम है तपाईको मेरो नि केटीएम मलाई RN5 हरु अब RN5 अनि रेनेट 225 एकदम कम्फर्टेबल अनि दुख पनि मन पर्छ केटीएम है हो क्या केटीएम दुख यस्तो कम्फर्टेबल छ कि लङ टुरलाई नि मैले पछाडी त बस्नु मिल्दैन त्यो पिचको लागि ठिक हो के अपडेटको लागि जाँदा पछाडी हो पछाडी बवाल हुन्छ क्या यो अरू बाइक जस्तो अनि कहाँ सिट पनि टाइट हो 9 लाखको बाइक हो क्या 9 बवाल हो लाखको बुलेट ठिक 9 लाखको दुख बाइक हो क्या उसले भनेको के भयो नि केटीएम भनेको केटीएमै हुन्छ केटीएम दुख हो क्या कम्फर्टेबल चलाउनेलाई पनि यति कम्फर्टेबल छ कि है तर सेकेन्ड ह्यान्ड चाहिँ लास्ट कबाडीको भावमा बिक्दो रहेछ मैले चलाएको छु सेकेन्ड ह्यान्ड चाहिँ 1.5 लाख 1 लाख 80 मा पाउँदो दुख दुख त बजार भरि पाइन्छ नि ढाबामा कति छपरीले चलाउने बाइक भन्छ क्या अहिले के छपरी भन्छ बडी जस्तो थप्रे होस् कि जेसी होस् तर मैले म थप्रेलाई चाहिँ बुलेट ठिक हुन्छ बुलेट कम्फर्टेबल तर मैले बुलेट चाहिँ चलाएको छुइनँ अहिले तर पेट्रोल त पानी बराबर खाइदिन्छ अनि कहाँ धेरै केटीएम चलाएको छु मैले डुक चलाएको छु क्या अब 30 पनि दिदैन क्या बुलेट चलाएको बबाल मैले चलाएको छु क्या केटीएम चाहिँ लुक्स हाम्रो देख्दैन सक्दैन क्या मोटो मान्छे पेट निस्केको मान्छेलाई चाउँछ नि डुक मैले धरान डुक भन्छ के अरे भेरेटार घुम्न गएको 200 लिएर यस्तो हो तपाईँले भन्ने ठिक हो त्यो बाटो तराईको बाटोमा जति धेरै पिकअप र रेस दिने बाइक हो त्यति धेरै त्यति मजा हुन्छ नि त गेरै पुग्दैन कच्चीलाई पनि 6 गेर हुन्छ हैन डुकमा पनि 6 गेरले पनि नपुगेर बुढा डुक त के भन्नुहुन्छ अहिले केटीएम M15 को नयाँ भर्जन आखा त मास आगो दिन्छ है त्यसले त फेरि केटीएम उसको क्या के रे उसको M15 के बुढा अपाचेको अपाचे भन्नु चाहिँ MT को क्या यामाको MT त भन्छन् त्यसलाई MT यस्तो बाबा लुक छ किलर लुक छ नि त्यसलाई मोडिफाई गरेर त मलाई मन पर्ने भनेको अहिले केटीएम हो खाउन सक्दै यार 390 जने यस्तो किलर लुक आएको छ पनि लुक चाहिँ बवाल हो हेरे MT को MT को अगाडि M50 को मात्र लुक राम्रो हो नि उम्पर त बढी नचलो तपाईँ खाकै छैन मलाई त्यो अगाडिबाट मात्रै छ पछाडि छैन नि फेरि मुख मात्र बढी नचलो तर केटीएम को चाहिँ माटोक्ने बस्दै छुट्टै लग्जरी हो नि त बुढा त्यो गाडी बाइक त अझ केटीएम चलाइ उडाइदिउँ कि जस्तो लाग्छ होइन केटीएम किन चलाउनुहुन्छ बुढा अर्को एउटा छ त के रे कुन खतरा ब्रान्डको के बाइक BMW BMW लग्जरीको त कुरै नगर्नु बुढा BMW छ अर्को बेनाली छ बेनाली त छैन बेनालीको छैन लग्जरी बेनालीको त हाइसिङ कम त बवाल हुन्छ सबभन्दा बेनालीको छ नि है बेनालीको हाइसिङ भन्ने हुन्छ त्यसमा 4 सिलिन्डर हुन्छ हैन यस्तो बवाल हुन्छ त्यसको आवाजले मात्रै नि मान्छे फिरा बनाइदिन्छ कति लाग्छ त्यो एकै यार दे त खाउन त्यो औकातको बाहर यस्तो बवाल हो नि त्यो 6 सिलिन्डर हुन्छ 18 लाख पर्छ बेनालीको चाहिँ आवाजहरु केटीएम भन्दा राम्रो त बेनालीको बेनालीको पनि हाइसिङ हुन्छ तर त्यस्तो मार्केटमा चलेकै छैन नेपालमा है के चल्दैन भाइ बेनाली भनेको बेनाली छ नि फेरि के गर्ने एउटा डिस्प्ले त्यो 250 सीसी को 30 लाख सुनेको तर पछि एउटा डिस्प्लेट को 6000 हो पाल्न बेनालीको 20 त पाल्न सक्दैन नि त बेनाली त त्यो त पाल्न गाह्रो भइरहेछ मलाई 220 को सामान सस्तो हुन्छ नि धेरै मलाई पुग्यो अब केटीएम पनि सस्तै छ किन बजाजले हेर्छ खाकै छैन कहाँ तान्नु त्यो त सक्यो केटीएमले खानु पुग्छ केटीएम को अफरोडमा चाहिँ इज्जत छ क्या अफरोडमा नि केही हुँदैन लाख यसो कुदाउन यसरी ए मुडा बुढा यहाँ हेर्न यो खाको पारा हेर्न खाको पारा हात चाहिँ कसले राख्नु यहाँ खाने बेला बुढा उता तान्छ अनि मेरो जाकेटमा बिएर बसेर बुढा म खाने बेला तानेपछि कहाँ हट्दैछ अन्त नि ओइ यहाँ हाल्नु के वातावरण यस्तो सुन्दर उसमा आएर नि त्यतिकै युवाहरू आएर नि फोर गरे भन्दा उ त्यो कसले फ्यालेको त्यो यो त एक गुड्की हान्नु त त्यो बिएनएस हो मैले यसले हो त्यो फ्यालेको कसले फ्याल्यो मैले हैन है नाटक नगर्नु बुढा मेरो सुन्त उता दिएको छ अघि थाहा हो मलाई त फालेकै छैन नि त झन् अरू कसले एक गुड्की यति छ सम्झीले खाएको मैले खाएको मलाई त फालेकै छैन ओडी सम्झी रच्छ यार क्यालले चाहिँ
सम्धीको काम हो यस्तो फटा काम नगर्नु यार मेरो कहाँ प्यार फाटै गरेछ नि मैले यार चाउचा चाहिँ स्वाद आएन है मलाई चाउचाउ मिठै छ रम्बा किनै केटा हो अहिले एउटा ल हेर्न बिहेरै रहेछ यार भित्र यार मलाई एउटा रम्बा किनिदियो है खाल्छ यार मलाई एउटा रम्बा किनिदियो है रम्बा ल छैन है पैसा खाल्छ छैन मसँग छ रारा राम्रो के रारा यहाँ पाउँदैन नि सम्झिएर होला कहाँ हुन्छ कहाँ पाउँछ पैसा बाँधे त वाइ वाइ सबभन्दा राम्रो पहिला वाइ वाइ थियो तर वाइ वाइ बनाउने जुत्ता यस्तो भएको चाहिँ रम्बा ठिक लाग्ने पहिलादेखि काँचो पनि खानु सानोदेखि रम्बा एकदम मेरो यो हेर्नु त स्कुल पढ्दादेखि 1500 को जुत्ता है नाइकको रियल हो यो 10,000 खुट्यो खुत्यो यस्तो केही कस्तो रे नाइकको ओरिजिनल किन्न त बुढा एउटा जग्गा बेच्दा हुन्छ 1 लाख 1.5 लाख पर्छ त बुढा नाइकको त ओरिजिनल त जग्गै बेच्नु पर्छ त मिङ मार्दालाई एउटा नाइकको जुत्ता होइन, किन्छ जे जग्गाको रेट खातामा छैन पैसा खातामा छैन 10-15 लाख त नर्मल हो सेयर मार्केटमा होला सेयरमै